हेलो गाइज सबैजनालाई गुड मर्निङ। सबैजना सन्चै हुनुहुन्छ होला होइन? म पनि सन्चै छु। आजको ब्लग चाहिँ म चाहिँ रुमबाटै स्टार्ट गर्दैछु क्या होइन, के कस्तो हुन्छ भनेर। म रुमबाट काममा पुग्दासँग नि देखाउँछु क्या तपाईँलाई कति टाइम लाग्छ के लाग्छ भनेर। यसको म चाहिँ रुमबाट निस्किन लागेँ। ओके, मेरो फर्स्ट चाहिँ यहाँदेखि सुरु गर्छु। ओके, म चाहिँ रुमबाट निस्किसकेँ होइन। म चाहिँ यहाँ बस्छु। यहाँको बारेमा चाहिँ म पछि भन्छु अर्को ब्लगमा होइन। यहाँ बस्ने हो हामीले टक्क। अनि अगाडि चाहिँ एउटा दाइ तिनीहरू हुनुहुन्छ, दाइलाई म त्यहाँ भेट्छु। अनि दाइले गाडी आउँछ नि त पिकअप गर्नलाई। अनि त्यो गाडीमा चाहिँ हामी तिनजना हुन्छौँ क्या। तिनजना हामी नेपाली बस्छु, अनि अरू दाइ अरू चाहिँ चारजना देशीहरू बस्छन् त्यो गाडीमा। नेपाली चाहिँ पहिला बस्छु, अनि देशीहरू चाहिँ पछि बस्छन् क्या। अगाडि तिनीहरूको स्टप अगाडि छ नि त। अनि त्यहाँबाट त्यसको म त्यो दाइलाई त्यो स्टपमा पुग्छु, अनि तपाईँहरूलाई भेट्छु ल। यो बाटो हुँदै जानुपर्छ मैले टक्क। अनि अगाडि चाहिँ स्टप छ बसको होइन, त्यहाँ पुग्नुपर्छ। अनि त्यहाँ चाहिँ भेट हुन्छ। मैले केही 5 मिनट चाहिँ हिँड्नुपर्छ मैले यहाँदेखि, अनि बल्ल स्टपमा पुग्छु। मैले 5 मिनट चाहिँ हिँड्नुपर्छ यहाँदेखि त्यहाँसम्म, अनि स्टपमा पुग्छु म। त्यसपछि दाइ कति बेला आउनुहुन्छ होइन, 8-10 को टाइम हो नि त। म ठ्याक्क 8 बजी निस्किन्छु क्या। अनि 8-10 मा मैले त्यहाँ पुग्नुपर्ने हुन्छ। त्यसको बाटो हुँदै जानुपर्छ लगाइ चाहिँ म अगाडि पुगेर भेट्छु ल। लगाइ चाहिँ म चाहिँ स्टपमा पुगिसक्यो होइन। दाइ कति बेला आउनुहुन्छ, 8 बजिसक्यो। 8 बजेर 8 मिनट 2 मिनट लाग्छ होला त्यहाँ पुग्न। ओके, दाइ आएछ। म टक्क दाइ आउने बाटो भनेको यही हो। यो बाटो आउनुहुन्छ दाइले। म चाहिँ यो चाहिँ हाम्रो स्टप हो क्या। यहाँनिर म उभिरहेको छु स्टपमा। दाइ यहाँदेखि आउनुहुन्छ, वेट गर्छु ल। यो कम्पनीको गाडी पनि आयो यो मेरो कम्पनीको गाडी होइन। के भन्छ आज पछि अझ पछाडि आज हेर दोस्त, तिमीले त यार के गर्नु लाग्यो त यार, अगाडि आउनुपर्छ नि यार। अनि मेरो साथ चाहिँ पछाडि बस्नुभएको थियो होइन, मैले चाहिँ अगाडि ल्याइसकेँ। हामी 3टा नेपाली हो नि त, सधैँ अगाडि बस्नु जान्थ्यो क्या। आज पछाडि बस्नुभएको थियो, मैले चाहिँ अगाडि लिएर आइसकेँ होइन। अब इन्डियन आउँछन् 3जना 3-4जना होइन, तिनीहरू चाहिँ पछाडि बस्छन्। हामी चाहिँ सधैँ अगाडि बस्छ जाने हो। सधैँ अब अगाडि बस्नुपर्छ है, पछाडि बस्नु नका। जबसँग म यहाँ छु नि तबसँग अगाडि बस्ने हो, त्यसपछि आउँदै बाल छैन क्या अन्त त्यो हो क्या। यस्तै हो। आज चाहिँ सागासँग काम गर्छु म आज चाहिँ होइन। वेयरहाउसमा सोध्छु क्या के कस्तो छ भनेर। त्यहाँ यति आइटम छ नि त्यहाँ हाम्रो कम्पनीमा, पुरै छोडिदियो क्या। उसलाई बिचमा राख्नुपर्छ होइन, अनि भन्नुपर्छ कि यो आइटम कहाँ छ भनेर। 1 मिनटभित्र त्यो आइटम पुग्छ क्या। 1000 आइटमभन्दा माथि नै होला होइन हाम्रो कम्पनीमा। 3500 होइन ल, 3500 आइटम छ अरे क्या हाम्रो कम्पनीमा पुरै होइन। सबै किचन आइटम हो होइन, घरको हो नि त सबै त्यस्तै आइटम छ ल। हेरौँ अगाडि अब देशीहरू आउँछ, त्यसलाई पनि देखाउँछु म ल। पिन्टुले लोडिङ गरिरहेको छ होइन बिहान बिहान। म चाहिँ कम्पनी पुगिसकेँ हेरौँ। आज फिङ्गर गर्नुपर्छ होइन, फिङ्गर गर्छु। अगाडि सबै कुराहरू गइसकेँ। त्यसको अगाडि हेरौँ, म फिङ्गर गर्छु। अनि यहाँबाट टक्क घुम्नुपर्छ। यो चाहिँ कम्पनी हो मेरो होइन। यता चाहिँ फिङ्गर छ, यहीँ फिङ्गर गरेर जानुपर्छ। म पनि फिङ्गर गर्छु। ए नम्बर भाइ है अब भाइ के छ, यहाँ चाहिँ फिङ्गर गर्नुपर्छ नि। फिङ्गर भइसक्यो। यो चाहिँ यो अफिस हो होइन, यो हाम्रो चाहिँ कम्पनी। यो चाहिँ यता चाहिँ ब्याग राख्नुपर्छ हामीहरूले होइन। सबै ब्याग राख्ने ठाउँ चाहिँ यो। मेरो ब्याग चाहिँ यहाँ बस्छ टक्क। यता मेरो ब्याग लाग्छ नि। यहाँ चाहिँ के छ त हेराउँछु म। टिकम भाई कैसे? टिकम भाई नंबर 1 आदमी। बड़े भाई सबसे
अब चाहिँ फर्स्टमा काम भनेको यस्तो हुन्छ क्या पहिलो काम फर्स्ट काम सुरु भइसकेको छ हामीहरूको होइन चाहिँ क्यामेरा छ नि त पुरै ठाउँ अनि देखिन्छ क्या यताउति म चाहिँ लुकेर त यस्तो छुपेर भिडियो बनाउँछु नि त आज होइन क्यामेरा अगाडि चाहिँ आउनुहुन्न फर्स्ट काम चाहिँ हाम्रो उता हो देखि चाहिँ यताबाट माथि गर्नुपर्छ काम यहाँ चाहिँ म दिन्छु यहाँदेखि माथिबाट चाहिँ माथि माथि फालिदिएको छ क्या यस्तो छ क्या आजको काम चाहिँ हामीहरूको पहिलो काम चाहिँ यो यहाँबाट माथि दिने हो यहाँबाट माथि यस्तो गरेर फाल्ने हो यस्तो छ अहिले फर्स्टमा चाहिँ गाडी छ क्या यो गाडी छ नि यो गाडी चाहिँ खाली गर्नुपर्छ होइन फर्स्टमा चाहिँ अनि यो गाडी पुरा खाली गर्नुपर्छ क्या पुरा सबै यहाँको सामान छ नि त सबै यो गाडी खाली गरेर सबै ठाउँ भर्नुपर्छ क्या यताउति पुरै गाडी छ क्या यो गाडी सबभन्दा फर्स्टमा चाहिँ हामीले यो गाडी खाली गर्नुपर्ने हुन्छ ओके देखाउँछु यस्तै काम हुन्छ क्या हामीहरू चाहिँ यहाँ पुरा सबै यहाँबाट कच्चा आगाज ल्याउने यस्तो ल्याउनुको खास सामान यसलाई चाहिँ हामीले माथि हाल्नुपर्ने हुन्छ होइन यहाँबाट ल्याएर त्यसको एउटा मान्छे यहाँबाट माथि दिने हुन्छ यहाँबाट माथि त्यहाँबाट माथि हुन्छ क्या यस्तै काम हुन्छ क्या होइन त्यो मैले देखाएको थिएँ नि तपाईँलाई त्यो गाडी पुरै खाली गर्नुपर्छ क्या एउटा आधी सामान यताको छ आधी सामान अगाडिको आधी सामान अगाडिको सबै ठाउँको आधी सामान छ ऊ यहाँ हाम्रो दाइ चाहिँ उता बस्नुभएको छ मस्तसँगले सेटिङ वाला यो क्या होइन यस्तै हुन्छ क्या हेर